मेरो स्किन तपाईँले हेर्न सक्नुहुन्छ, अघिको अपलोडमा पनि तपाईँले भिडियोमा हेर्न सक्नुहुन्छ। स्किन मेरो पुरा बर्न भएको छ, सनबर्न ट्यान भइसकेको छ नेपालको धरानको घाम अनि त्यहाँदेखि प्लस कालिम्पोङको घामले। अब म धागो लिन जान्छु, अब तपाईँसँग म भेट्छु। मैले लेखेर केही अप्लाई गरेको छैन, मेरो सनस्क्रिन पनि सकिरहेको छ है। ल अब म लिपस्टिक र काजल लाउँदा हेरौँ कति चाहिँ फरक पर्दो रहेछ। आइएम ब्याक। तपाईँले फरक थाहा पाउनु हुँदो रहेछ होला हल्का फुल्का। मैले नोज कन्टोरिङ गरेको छु हल्का, त्यो पनि बिना केही फाउन्डेसनहरू के लगाएको छैन होइन। किनकि तपाईँलाई थाहा छ सुटिङमा यति धेरै मेकअप मतलब कि मेकअप त के भन्नु, फाउन्डेसनहरू अप्लाई गरिबस्नुपर्छ। त्यसले गर्दा मलाई फाउन्डेसनहरू लगाउनु मन पर्दैन। म सिर्फ क्रिम सनस्क्रिन लगाउँछु, जो कि सनस्क्रिन आज मैले लगाएको छुइनँ, मेरो झन् स्किन ट्यान हुने पर्यो। नोज कन्टोरिङ गरेको छु, आँखामा हल्का मैले त्यो काजलले लाइनर गरेको छु अनि त्यही हल्का मैले आँखाको जो क्रिज छ त्यसलाई अलिकति देखाउनुको लागि मैले हल्का स्याडो लगाएको छु अनि लिपस्टिक लिप लाइनरको साथ अनि आइब्रो बनाएँ। बस मैले कन्टोरिङहरू केही पनि गरेको छुइनँ, हेर्न सक्नुहुनेछ। अलिकति फरक पर्छ क्या। अब थाहा पाउनु भयो होला नि, म स्पेसली बोइजहरूलाई भन्दैछु, केटाहरूलाई होइन, म्यान्सहरूलाई। अब थाहा पाउनु भयो होला कि छोरी मान्छेहरूले किन विदाउट लिपस्टिक विदाउट काजल किन चाहिँ बाहिर जानु मान्दैन छेउको दोकानतिर पनि। किनकि हेर्नुभयो नि अलिकतिको लिपस्टिक टचअपले र काजलले पनि धेरै नै फरक पार्छ क्या हाम्रो अनुहारलाई, अलिक उज्यालो देखाउँछ। अनि जुन दिन लिपस्टिक र जतिखेर बिहान उठेर लिपस्टिक काजल लगाउँदैनन् त्यतिखेर बिमारी जस्तो लाग्छ क्या हामीलाई। त्यही भएर चाहिँ हामी लिपस्टिकहरू अप्लाई गर्नेछौँ। अब भेटौँ त भरेमा तपाईँलाई देखाउँछु दोकान गएर। धागोको दोकानमा आइसकेको छु, यो धागो लिने ठाउँ हेर्नुहोस्। धागोहरू यहाँ, म धागो यहीँबाट लिन्छु। धागो अनि त्यो राम्रोवाला त्यो फाइबर त कतिको भयो दाजु? लिनु नि तपाईँ कति चाहियो? कतिको त्यो? 100को 200 होइन कि किलो कसरी त्यो राम्रोवाला? किलो लियो भने 250 रुपियाँ मात्रै पर्छ। म बिजोक भएर आइसकेँ, हेर्नुहोस्। अनि तपाईँलाई म देखाउन चाहन्छु, यहाँ हेर्नुहोस् यता म कस्तो खालको फाइबर युज गर्छु हेर्नुहोस्। जो मैले आफ्नो डलहरूमा तपाईँले देख्नुभएको छ यस्तोहरू होइन, यस्तो स्टफ्सहरूमा जो मैले युज गर्छु नि, यो सब यहीवाला फाइबर हो। यो चाहिँ एकदम अलिक महँगो पर्छ, सबभन्दा राम्रो क्वालिटी यही हो। हेर्नुहोस् कति धेरै लिएर आएको छु। अनि मेरो तपाईँ फिनिसिङ हेर्नुहोस् होइन, तपाईँ मेरो बुनाइ तपाईँले हेर्न सक्नुहुनेछ। अनि धागो म एकदम राम्रो युज गर्छु, किनभने म हरेक प्रोडक्ट जब बनाउँछु नि स्टफ्सहरू त म यसरी बनाउँछु, त मेरो लागि बनाएको क्या, मैले मेरै लागि बनाएको। म एकदम त्यसमा म एकदम मन लगाएर दिल लगाएर बनाउँछु नि त। त्यही भएर चाहिँ मेरो प्रोडक्टहरू तपाईँलाई जसले मेरो प्रोडक्ट देखेको तिनीहरूले चाहिँ साँच्चैमा अहिलेसम्म एप्रिसिएटेड राम्रो मन पराइदिएको छ। त्यही भएर मलाई अर्डर टु अर्डर उहाँहरूले गरि नै बस्नुहुनेछ। त्यही भएर अहिले यो मेरो सब दोकानको लागि हो होइन। तपाईँहरू फिनिसिङ हेर्नु सक्नुहुन्छ। म यसरी मैले भनिसकेँ त, म यसमा मेरो हरेक भन्छ नि, यसको हरेक तपाईँ घरमा नि मेरो माया छ क्या, अनि मेरो लगन होइन, मेरो समय छ। त्यही भएर चाहिँ प्रोडक्टहरू यस्तो हुन्छ।